गणतन्त्र दिवसकै दिन गणतन्त्र ढालेर राज संस्था स्थापना गराउने भन्दै अनिश्चितकालीन आन्दोलनमा आजबाट होमिएका राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा र राजावादीहरूलाई चक्रपथबाट भित्र छिर्नै नदिन ओलीले निर्देशन दिए पनि काठमाडौँ उपत्यकामा राजावादीहरूले आन्दोलन सुरु गरेका छन्। राजतन्त्रवादीहरूले राजतन्त्र र हिन्दू राष्ट्रिय पुनर्स्थापनाको माग राखेर आज जेष्ठ 15 गतेबाट अनिश्चितकालीन आन्दोलनको घोषणा गरेका छन् र निरन्तर यो आन्दोलनमा उनीहरू होमिने समेत बताइसकेका छन्। राप्रपा अध्यक्ष लिङदेनले आन्दोलनमा सहभागीहरूलाई कम्तीमा 1 हप्ताका लागि काठमाडौँ बस्ने व्यवस्था सहित उपस्थित हुन निर्देशन दिएपछि यति बेला काठमाडौँका विभिन्न नाकाहरूबाट काठमाडौँ प्रवेश भएको समेत सुरक्षा स्रोतले बताइसकेको छ। धेरै जिल्लाहरूबाट धेरै राजावादीहरू यति बेला काठमाडौँ भित्रिरहेका छन् भने हरेक नाकामा सुरक्षा संयन्त्र चनाखो बनाइराखिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले राजावादीहरूलाई ठाउँको ठाउँ ठेगान लगाउने आफ्नो पार्टीको बैठकमा नै निर्देशन दिएपछि तरङ्गित भएको राप्रपाले पनि प्रतिकारको तयारी गरेको बुझिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज 11 बजेदेखि 2 बजेसम्म काठमाडौँ एमालेको कब्जामा हुनुपर्छ र राजावादीहरूलाई ढ्याङ्ग्रो ठट्टाएर खेदाउनुपर्छ भन्दै दिएको अभिव्यक्तिलाई राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले निकै चनाखो समेत लिएको बुझिन्छ। यो सँगै एमाले पनि आजै गणतन्त्र दिवसको उत्सव मनाउन भन्दै आफ्ना कार्यकर्ताहरूलाई सडकमा उत्रिन निर्देशन दिएको छ। यसरी हेर्दा दुवै पक्षको मुठभेड समेत हुन सक्ने देखिन्छ। राजावादीहरूको प्रदर्शनको निमित्त कुनै पनि ठाउँ सरकारले उपलब्ध नगराएको जिकिर सरकारले गरिरहेको छ भने राजावादीहरूले आफ्नो कार्यक्रम रत्न पार्कमा गर्ने दाबी गरिरहेका छन्। प्रधानमन्त्री ओली तानाशाही र निरङ्कुश अनि भिडन्ता गराउने अभिप्रायमा लागेको राप्रपाले चर्को आरोप लगाउँदै प्रदर्शनको तयारी गरेको छ। सत्ता साझेदार नेपाली काङ्ग्रेसका नेता तथा सांसदले पनि प्रधानमन्त्री ओलीको उक्त व्यवहारको जिम्मा लिन नसकिने बताएका छन्।